बोकेर त कतै बोकाएर ती मतपेटिकाहरू ल्याउने क्रम जारी छ। पहाडी र हिमाली जिल्लामा अत्यन्तै विकट जिल्ला जो हिँड्दा हप्ता दिनसम्म लाग्न सक्छ त्यस्ता क्षेत्रबाट भने नेपाली सेनाले हेलिकप्टर प्रयोग गरेर त्यो मतपेटिकाहरू सदरमुकाम ल्याउने क्रम जारी छ। डोल्पा त्यसरी नै यी रसुवा यी जिल्लाहरूमा हेलिकप्टरको प्रयोग भएका छन्। त्यस्तै अरू जिल्लाहरू पनि हेलिकप्टर प्रयोग गर्न सकिने यसअगाडि नै निर्वाचन आयोगले जनाइसकेको छ। सुगम जिल्लाहरूमा मतगणना धमाधम सुरु भएका छन्। तनहुँमा सुरु भएको छ, रौतहटमा सुरु भएको छ, धनुषामा सुरु भएको छ। झापामा भने अहिले 11 बजेबाट मात्रै मतगणना सुरु हुने हाम्रा प्रतिनिधिले जानकारी दिएका छन्। लमजुङमा मतपेटिका केही आउने क्रम जारी छ। यसै गरी अन्य जिल्लाहरू जो रूपन्देहीमा 11 बजेबाट केही बेरमै सुरु हुने जानकारी हामीले पाएका छौँ। गुल्मीको एउटा निर्वाचन क्षेत्रमा भोलि भरेसम्म लाग्ने भए पनि निर्वाचन क्षेत्र नम्बर 1 र निर्वाचन क्षेत्र नम्बर 3 मा मतपेटिका आइसकेको छ र गुल्मीमा तत्कालै मतगणना सुरु हुने हाम्रा प्रतिनिधिले जनाइसक्नु भएको छ। हामीसँग अरू प्रतिनिधिहरू पनि सम्पर्कमा हुनुहुन्छ। उहाँसँग जानकारी लिएर तत्कालै हामी यहाँलाई ताजा जानकारी दिने प्रयासमा छौँ। यस क्रममा हामीसँग अहिले हुनुहुन्छ रोल्पाबाट राजेश बुढाथोकी। राजेशजीलाई हामीले सम्पर्क गर्ने प्रयास गरेका छौँ कि राजेशजी अलि खोजमा हुनुहुन्छ जहाँ टेलिफोन सम्पर्क गर्न अलिक कठिन छ। उहाँ टेलिफोन सम्पर्क गर्न सक्ने एक्सेस भएको ठाउँमा आउने बित्तिकै हामी त्यहाँको जानकारीको लागि त्यहाँबाट जानकारी लिनेछौँ। भक्तपुरको मतगणनाका लागि त्यहाँ अगाडि बढिसकेको छ प्रक्रिया। हामीले भर्खरै मात्र जानकारी गराएका थियौँ। हाम्रा प्रतिनिधि रविचन्द्र पराजुलीले हामीलाई जानकारी गराउनु भएको थियो। त्यहाँ चाहिँ कसरी अगाडि बढेको छ भन्ने बारेमा हामी जानकारी लियौँ। संविधान सभा निर्वाचनको पर्यवेक्षण गर्न आउनुभएका अमेरिकी राष्ट्रपति जिमी कार्टरले आज बिहान भक्तपुरको मतगणना स्थलको निरीक्षण पनि गर्नुभएको छ। कार्टर सेन्टरका संयोजक जिमी कार्टर मतगणना यो पर्यवेक्षणका लागि नेपाल आउनुभएको हो। अघिल्लो संविधान सभाको निर्वाचनमा पनि कार्टरको एउटा उल्लेख्य भूमिका रहेको थियो र यसपटक पनि उहाँले देशव्यापी रूपमा आफ्ना प्रतिनिधिहरू मार्फत स्वयं आफै मतदान स्थलमा गएर त्यसको अनुगमन गर्ने निरीक्षण गर्ने काम गर्नुभएको छ। भूतपूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले र उहाँले भक्तपुरमा अहिले त्यो मतगणना स्थलको समेत अनुगमन र निरीक्षण गर्नुभएको छ। भक्तपुर नजिकै काठमाडौँ राजधानी नजिकै रहेको भक्तपुर 2वटा निर्वाचन क्षेत्र भएको जिल्ला हो। सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्रको हिसाबले सबैभन्दा बढी मतदाता भएको क्षेत्र भक्तपुरको 2 नम्बर क्षेत्र हो। त्यसैले भक्तपुरमा आफूले आफ्नो अनुगमनको सेड्युल राख्नु उहाँले स्वाभाविक ठान्नुभयो र कार्टर अहिले त्यहाँ पुग्नु भएको छ। र हामीलाई हाम्रा प्रतिनिधिहरू केन्द्रबाट खटिनुभएका रविचन्द्र पराजुलीले र स्थानीय संवाददाता सोम शर्माले अब केही बेरमै भक्तपुरमा मतगणना सुरु हुने जानकारी दिनुभएको छ। आदरणीय दर्शकवृन्द, देशभर मतगणनाका लागि सुगम क्षेत्रहरूमा सुरु भइसकेको छ। मतगणनाको प्रारम्भिक नतिजा नेपाल टेलिभिजनले जति सक्दो छिटो यहाँहरूमा पुर्याउनेछ र अपडेट गर्नेछ। हरेक पटक यहाँहरूले हाम्रो टेलिभिजन मार्फत हरेक क्षेत्रका 240वटै निर्वाचन क्षेत्रका मत परिणामहरू हामीले जति सक्दो छिटोभन्दा छिटो यहाँहरूमा ल्याउनेछौँ। यसका लागि नेपाल टेलिभिजनका साथ पक्कै पनि यहाँ रहनुहुनेछ। हामीले हिजोदेखि नै मतदानको प्रक्रियादेखि नै हाम्रा प्रत्यक्ष दृश्यहरू यहाँलाई देखाएका छौँ। जुन उत्साहले हिजो मानिसहरूले मतदान गरे, करिब 70% आधिकारिक रूपमा पुष्टि नभए पनि 70% मतदान भएको छ देशव्यापी रूपमा। यो मतदान प्रक्रिया पछि तत्कालै मानिसहरूमा एउटा चासो छ कि आफ्नो मतको सदुपयोग भयो कि भएन वा आफ्नो प्रतिनिधि को भयो। देशको मूल कानुन बनाउने यो महान अभियानमा हाम्रो मत कहाँनेरि छ भनेर जानकारीका लागि आम मतदाताहरूले यतिखेर चासो राख्नु स्वाभाविक हो। नेपाल टेलिभिजनले यहाँहरूको चासो र जिज्ञासा मेटाउनको लागि पल पलमा नयाँ समाचार मार्फत नयाँ तथ्याङ्क मार्फत मतगणनाका नतिजाहरू सार्वजनिक गर्नेछ। हामीलाई भर्खरै हाम्रा प्रतिनिधि शिवानी थापाले बानेश्वरबाट जानकारी गराउनु भएको छ। बानेश्वरमा केही बेरमा मतगणना सुरु हुनेछ। BICC को
जुन 10वटा हलमा 10वटा निर्वाचन क्षेत्रको मतपेटिकाहरू राखिएका छन्। एउटा हलमा एउटा क्षेत्रको मतगणना हुनासाथ 1 घण्टा पछाडि त्यो जानकारी गराउने प्रबन्ध मिलाएको छ निर्वाचन कार्यालयले। अब यतिखेर भक्तपुर पुग्नुभएका हाम्रा प्रतिनिधि रविचन्द्र पराजुली हामीसँग कुराकानीका लागि हुनुहुन्छ। रविजी हामी यहाँलाई देख्दैछौँ कि भक्तपुरमा मतगणनाको अवस्था कहाँ पुग्यो? हजुर गोविन्दजी, मतगणनाका लागि तयारी कस्तो भइराखेको छ? गोविन्दजी, यहाँ अहिले चाहिँ सर्वदलीय बैठक झन्डै करिब 1 घण्टा अगाडि सकिसकेको छ र यहाँ चाहिँ उहाँले चाहिँ अहिले केही समयपछि मतगणना सुरु हुने गर्ने तयारी गरिरहनु भएको छ गोविन्दजी। र अहिले हामीसँग यहाँ हुनुहुन्छ भक्तपुरको जिल्ला निर्वाचन अधिकृत लेखनाथ ढकाल र उहाँले यहाँ चाहिँ अहिले हामीलाई चाहिँ यहाँको तयारीको बारेमा जानकारी दिँदै हुनुहुन्छ। हजुर, अब ढकाल सर, अब यहाँ मतगणना कति बजेदेखि सुरु हुन्छ? अब मतगणनाको सम्पूर्ण तयारी पुरा भइसकेको छ र अब हामी तुरुन्तै मतगणना प्रारम्भ गर्ने अवस्थामा कर्मचारीहरू आफ्नो एउटा सिटमा उहाँहरू आसीन भइसक्नु भयो। अब प्रतिनिधिहरू चाहिँ बस्नुहुन्छ र उहाँलाई सानो ब्रिफिङ गर्ने तुरुन्त सुरु हुन्छ। अब यो मतगणना गर्न रविजी, प्राविधिक कारणले हाम्रो कुराकानी बीचमा रोकिएको छ। प्रमुख निर्वाचन अधिकृतसँग हाम्रा रविचन्द्र पराजुलीजीले कुराकानी गर्नुभएको छ र त्यहाँ तत्कालै मतगणना सुरु हुने कुरा हामीलाई त्यहाँको मुख्य निर्वाचन अधिकृतले जानकारी गराउनु भएको छ। रविजी उहाँसँगै हुनुहुन्छ। त्यहाँ मतगणना सुरु हुनु बित्तिकै हामी तपाईँहरूलाई जानकारी गराउनेछौँ। यसै गरी तराईको एउटा जिल्ला कपिलवस्तु, जहाँ हाम्रा प्रतिनिधि बनारसी वर्मा त्यहाँको जानकारीका लागि हुनुहुन्छ, सम्पर्कमा आउनुभएको छ। बनारसीजी, मतगणनाको लागि कपिलवस्तुमा कस्तो तयारी भइराखेको छ बनारसीजी? सर, अलिकति आवाज एक्सपर्ट भयो सर। हजुर, को बोल्नु सर? मतगणनाको लागि हामी यहाँ स्टुडियोबाट बोल्दैछौँ। म गोविन्द धिताल बोल्दैछु। आवाजै आएन सर, आवाज आएन सर। प्राविधिक कारणले हामीले हाम्रा प्रतिनिधि बनारसी वर्मासँग कुराकानी गर्न सकेनौँ। अलिकति टेलिफोन कम्युनिकेसनमा त्यहाँ केही समस्या देखिएको छ। हामी कपिलवस्तुको जानकारी तत्कालै केही बेरमा गराउनेछौँ। त्यसो त पहाडी जिल्लाहरूमा, कतिपय पहाडी जिल्लाहरूमा समेत मतगणना सुरु भइसकेका छन्। मतगणनाको तयारी भइराखेको छ। रौतहट क्षेत्र नम्बर 1 को मतगणना गौरमा सुरु भएको छ। सो जिल्लामा 6वटा निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नम्बर 1 को मतगणना केही बेर अगाडि नै सुरु भइसकेको हो। रौतहट शीर्ष नेताहरूले चुनावी प्रतिस्पर्धा गरिरहेको जिल्ला हो, जहाँ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल रौतहटको एउटा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धी बन्नुभएको छ। सबैको चासोको क्षेत्र पनि हो त्यो। माधव नेपाल रौतहटमा मात्रै होइन, काठमाडौँको क्षेत्र नम्बर 2 बाट पनि प्रत्याशी हुनुहुन्छ। यसैले शीर्ष नेतृत्वहरूको निर्वाचन कस्तो होला भन्ने विषयमा स्वाभाविक रूपमा जिज्ञासा आउनु पनि स्वाभाविक हो। आदरणीय दर्शकवृन्द, हामीले यसपटकको यो मतगणनाको प्रारम्भिक अभियानमा हामीले जुन सार्वजनिक गरेको यी दृश्यहरू रौतहटका दृश्यहरू हुन्। हामी यहाँलाई पुनः यो दृश्यहरू देखाउन चाहन्छौँ। मतपत्रहरू अहिले धमाधम खोलेर मतगणनाको लागि अगाडि बढाइएको छ। यो गौर स्थित एउटा विद्यालय भवनभित्र मतपत्रहरू गनिरहेको दृश्य हामी देखाउन चाहन्छौँ। त्यहाँ प्रथम हुने जुन प्रत्यक्ष निर्वाचन प्रणाली हो, त्यो हल्का नीलो रङको मतपत्र गन्ने काम सुरु भइसकेको छ। रौतहटको यो दृश्य, ताजा दृश्य हामीले यहाँलाई देखाइराखेका छौँ। रौतहट मैले जानकारी गराइसकेँ आदरणीय दर्शकवृन्द। त्यहाँ स्वाभाविक रूपमा शीर्ष नेतृत्वहरूको प्रतिस्पर्धा भएपछि बढी चासो हुनु स्वाभाविक मानिन्छ। अहिले यतिखेर प्रतिनिधिहरू र मतदानमा सहभागी हुने कर्मचारीहरू मतपत्र खोलेर व्यवस्थित बनाउने काममा लाग्नु भएको छ। अब केही बेरमै त्यहाँको प्रारम्भिक नतिजाहरू आउन पक्कै पनि सुरु गर्नेछ। त्यसो त यहाँ ललितपुरमा पनि केही बेरमा मतगणना कार्य सुरु हुनेछ।
हामीले जुन देखाइराखेको यो दृश्य रौतहटको ताजा दृश्य हो र सम्भवतः मत गणनाको यो पहिलो दृश्य हामीले यो देखाइराखेका छौँ। प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत हल्का निलो रङको मतपत्र यहाँ देख्न सक्नुहुन्छ। यो मतपत्र एकपटक सफेद मिलाइसके पछाडि अनि गणना सुरु हुन्छ। हाम्रा प्रतिनिधिले हामीलाई जानकारी गराइसक्नु भएको छ। यो मतगणनाको प्रारम्भिक अवस्था हामीले देखाएका छौँ र नतिजा आउनासाथ हामी यहाँलाई जतिसक्दो छिटो यहाँहरूको माझ ल्याउने प्रयास गर्ने